हेर्नुहोस् त यस भेडाकोट यस आज हामी पुजे डाँडा आइपुग्यो हामी तिहारको लागि भेडा लिएर जाँदैछौँ हामी त तिहारको लागि भेडा लिन आएको बाटो बिर्सेर बर्बाद हेर्नु न दुर्गाङबाट यो गुप्सी होइन म्यासो भन्ज्याङ लिन जानुपर्ने बाटै हराएर बाटो बिच जङ्गलमा कता कता अलपत्र यसरी हिँडिरहेको छ गाइस हामी खै बिहानै आएको 6 बजे उठेर खै कतिखेर भेडाकोट पुग्ने हो भेडा हेर्न पाउने अनि लिएर घर जाने त्यतिखेर खाना खाने हाम्रो त ठेकान भएन गाइस हामी त अलपत्रमा परियो है ल गाइस हामी त टक्कै अब यो नतुर डाँडा नतुर डाँडा होइन नि यो के अरे झर्सी डाँडा आइपुग्यो है फाइनली टक्क बल्ल जङ्गलको बाटो हुँदै यही जङ्गलको बाटो हुँदै बल्ल यो झर्सी डाँडा आइपुग्यो अब चाहिँ हामीले उहाँ चाहिँ दाइ हाम्रो दुईवटा सेक्युरिटी अब भेडाकोट आइपुग्यो अब त केही आशा भयो फाइनली हामी त यो खाल्किम पाखा भन्ने ठाउँमा आइपुग्यो त्यहाँबाट पनि धेरै टाढा रहेछ हेर्नुहोस् त ओहो कतिखेर पो पुग्ने होला भेडाकोट हेर्नु न मान्छेहरू यता यता हिँड्दैछ हाम्रो दुईवटा सेक्युरिटी पनि सँगसँगै जाँदैछ त त्यहाँ उता नयाँ ठाउँको नयाँ दृश्य हेर्दै अवलोकन गर्दै भ्यू खिच्दै रहेछ यो चाहिँ लाप्राक यो चाहिँ स्कुल है कति रमाउनु ठाउँ छ हेर्नु त यता चाहिँ हाम्रो लाप्राकीहरूको गोठे छ मान्छेहरू हिँड्दैछ हेर्नुहोस् है आज चाहिँ हामी एकदमै नयाँ नौलो ठाउँमा आइपुगेका छौँ पछाडिको भ्यू हेर्नुहोस् त कति राम्रो छ हेर्नु न एकदम राम्रो लाग्यो त्यही भएर मैले एउटा सानो भिडियो बनाइहालेँ है ल फाइनली गाइस हामी त ठ्याक्क भेडा साँठ लिएर तिहारको लागि साँठ लिएर भारपाक गाउँ आइसक्यो